हाम्रो ग्यालेक्सीबाट आज अहिले नै जाँदैन आउँदैन हुन्छ हाम्रो सुभाष परियार भाइ उहाँले चाहिँ 40 आउट अफ 40 ग्यालेक्सीको नाम सम्झिने हो। थ्याङ्क यू भेरी मच है जोइनिङ अस, खुसी लाग्यो है त। ल क्वेसनहरू सम्झिने क्वेसनहरू बताउनुहोस् साथीहरूलाई। सबैभन्दा पहिले त यो ठाउँसम्म ल्याइदिनु हुने हाम्रो गुरुलाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँको कारणले गर्दा नै आज मैले यति गर्न सफल भएँ। त्यस पछाडि आज अनि साथीहरूलाई पनि के भन्छु भने नआत्तिकन दिनु होला। म चाहिँ अलिक धेरै नै नर्भस भएको थिएँ, त्यो भएर पनि खासै क्वेसनहरू त्यति धेरै याद गर्नै सकिँदैन कि अलिअलि जे जति जानेको छु त्यो चाहिँ म भन्छु होइन। अनि सुरुमा चाहिँ मलाई ट्र्याक्टरको चित्र आएको थियो। खेमुङ्गी होइन, ट्र्याक्टर र खेमुङ्गी दुईटै अप्सन थियो, तर ठुलो खाले ट्र्याक्टर हुन्छ नि हाम्रो यहाँ, त्यो वाला थियो। मैले ट्र्याक्टरमै लगाएँ। दोस्रोमा चाहिँ फलफुलहरू राखेको टोकरी आएको थियो, त्यसमा चाहिँ फाइल थियो अप्सन, त्यो लगाएँ। त्यस पछाडि चाहिँ अरू चाहिँ त्यो स्तम्भ चित्र हुन्छ नि, त्यो आएको थियो मलाई दुईवटा पाइचाट भनौँ, बारग्राफ भनौँ, त्यो आएको थियो। त्यो पनि सजिलै थियो। त्यो चाहिँ योभन्दा फान हिसाब भन्ने थियो नि सर, आधाभन्दा बढी त्यो भन्ने आएको थियो, त्यो सजिलो थियो। अनि फिङ्गालेहरूमा चाहिँ खासै त्यस्तो कम्पेरिजन टाइपको थिएन। एउटा गोल आउने आएको थियो, अनि एउटा रेमेन र ओरामेन छान्ने आएको थियो, त्यो सजिलै भयो। तर 17 नम्बर क्वेसन चाहिँ यो त्यो एन्जङ गर्छ नि सर टाइम, जस्तो हामीले भिजा एन्जङ गर्छौँ नि त, त्यो वाला आएको थियो। एकदमै गाह्रो लाग्यो मलाई चाहिँ, धेरै टाइमै लाग्यो त्यसले, तर लास्टमा चाहिँ मिलाएँ मैले। अनि लिसनिङहरू त्यति गाह्रो आएको थिएन। डब्लुएस क्वेसनवाला हामीले ब्लाइन्ड दिन्छौँ नि, त्यो धेरै नै आएको थियो, 9-10वटै आएको थियो, त्यो मलाई सजिलो भयो होइन, खासै त्यस्तो धेरै गाह्रो थिएन। अनि पछाडि 39-40मा चाहिँ त्यही पहिले जस्तै केटाले के गर्छ केटीले के गर्छ त्यो भन्नेवाला थियो। जस राम्रै भयो, धन्यवाद।